सेवा साथीहरू नमस्ते। आज चाहिँ हामी सजुनको दाल पकाएर खानुको लागि सजिउन झार्न गइरहेको छौँ। यता चाहिँ मेरो आमा, अब आमाले झार्दिनुहुन्छ, हेर्नु होला है तपाईँ। हेर्नुहोस् त, आमाले सजिउलाई नुङ्गाएर झारिसक्नुभयो। सजिउन भनेको चाहिँ यही हो। यही सजिउनको पातको चाहिँ हामी दाल पकाएर अब तपाईँहरूलाई यसकै रेसिपी देखाउँदैछौँ। बिस्तारी हो आमा। सजिउन टिप्दैछु। हामीले सजिउन चाहिँ टिपिसक्यौँ। अब यसलाई नै केलाएर हामी पकाउने छौँ अनि तपाईँलाई म यसको रेसिपी मजाले देखाउने छु। यसलाई कसरी पकाइन्छ भनेर साथीहरू वेट गर्नु होला। सजिउनको पातलाई चाहिँ हामीले केलाइसक्यौँ साथीहरू। मैले सजिउनको दालको लागि चाहिँ पानी बसाइसकेँ। यो पानी मजाले उम्लेपछि हाल्नुपर्छ सजिउनलाई मजाले पखालेर। अब चाहिँ म सजिउन पखाल्नतिर जाँदैछु। सजिउनलाई चाहिँ राम्ररी धोइ पखाली गरेर अब पकाउनको लागि रेडी गरेको छु। सजिउनको दालको लागि बसाएको पानी पनि मजाले उम्लिरहेको छ। अब चाहिँ यसमा हामीले सजिउनको पत्तालाई एड गर्छौँ। हेर्नुहोस् त, हाम्रो दाल कति मजाले उम्लिरहेको छ। अब चाहिँ हामीले यसमा एड गर्नुपर्छ सोडा। सोडाले चाहिँ दाललाई एकदम चिप्लो बनाउँछ, मिठो स्वादिलो बनाउँछ। यसरी उम्लिँदै गर्दा यसलाई छोपिदिनुपर्छ, मजाले पाक्छ। लसुनलाई यसरी मजाले कुट्नुपर्छ। सजिउनको दालको लागि चाहिँ सबसे स्पेसल भनेको यही लसुन हो। सजिउनको दालको लागि चाहिँ यहाँ मैले लसुन किच्चाएर रेडी गरिसकेँ। हेरौँ है त अब हाम्रो सजिउन। ओहो, दालमा अब हामी लसुन एड गर्दैछौँ। लसुनले चाहिँ एकदम दालमा मिठास दिन्छ। त्यसपछि नुन, सजिउनको दालको लागि चाहिँ नुन र लसुन भयो भने पुग्यो। हाम्रो सजिउनको दाल चाहिँ पाकेर रेडी भइसक्यो। हेर्नुहोस् त, हेर्दै कति खाउँ खाउँ मिठो भएको छ। तपाईँहरू पनि यसरी नै सजिउनको दाल पकाएर खान सक्नुहुन्छ।
साथीहरू, तपाईहरूलाई आजको रेसिपी कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक, शेयर, सब्स्क्राइब। आमा कस्तो लाग्यो खाना? एकदम टेस्टी।